अनुरोध गर्दछु। सम्पूर्णले तालीले स्वागत गरिदिनु न हार्दिक अनुरोध गर्दछु। अब साथै सन्त बहादुर बग्राती चन्द्रवीर लिम्बुज्यूलाई पनि आएर एकदम भरभरा तालीले स्वागत गरिदिनु न हार्दिक अनुरोध गर्दछु। तालीले स्वागत गरिदिनु न हार्दिक अनुरोध गर्दछु। पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता जोड्न चाहन्छु। सन्त बहादुर बग्राती ज्यूलाई पनि आजका प्रमुख अतिथि महानुभावहरूले उहाँलाई पनि हाम्रो पार्टी नेकपा एमालेमा स्वागत गरिदिनु न, खादा र अबिर लगाएर स्वागत गरिदिनु न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी चन्द्रवीर लिम्बुज्यूलाई पनि आएर खादा र अबिर जात्रा लगाएर जानु न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राजकुमार फेरेज्यू उहाँलाई पनि आजका प्रमुख अतिथिले मेरो कुरो त कति कतै हो भने म किन आजको मितिदेखि एमाले भएँ भन्दाखेरि एमाले पार्टीले अंगीकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद भनेको छ। यो नै अहिलेको राज्य अथवा अहिलेको राजनीतिक समस्याको निकास जस्तो लाग्छ, मेरो निष्कर्ष हो। त्यसैले गर्दा यही जनताको बहुदलीय जनवादमा म चाहिँ एग्री भएको कारणले गर्दा पनि मैले एमालेलाई अंगीकार गर्ने निष्कर्ष पुगेँ र यो आगामी दिनको भूमिकामा यही कतिपयलाई अब चाहिँ पार्टी प्रवेश गर्यो, पार्टी बदल्यो भन्दै गर्दाखेरि धेरै कुराहरू शङ्का अशङ्का केहरू आउने गर्छ। त्यसले गर्दाखेरि अहिले हाम्रो राजनीतिक रूपमा अधिवादी राजनीति गर्ने साथीहरू, अन्य थुप्रै सिद्धान्तहरू अपनाउने साथीहरू हुनुहुन्छ, उहाँहरू सबैलाई पनि यही अहिलेको जनताको बहुदलीय जनवाद यो बाहेक यसैले चाहिँ सबैलाई मिलाएर सन्तुलन मिलाएर लान्छ भन्ने निष्कर्ष साथ म एमाले भएको र एमाले भएर नै आफ्नो काम भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेरो छोटो भनाइ समाप्त गरेँ। धन्यवाद।